तपाईका बारेमा त मैले देशैभरि मर्निङ वाक हिँड्दाखेरि मान्छेले के भन्दा रहेछन् थाहा छ? थाहा छैन मलाई, के थाहा हुन्छ त? बुद्धि नभएको डाक्टर भनेर भन्दा रहेछन्। तपाईको छ बुद्धि, तपाईको छैन बुद्धि। उहाँलाई मैले जनयुद्धको कालमा जंगलमा हुँदाखेरि ओके टोके चलाउनै मैले सिकाएको। उहाँले सुरुमा यसरी चलाउनुहुन्थ्यो ओके टोके, त्यसरी होइन कमरेड, यसरी चलाउनु पर्छ भनेर मैले सिकाएको। त्यति बेला ट्याङ्गो 1 ट्याङ्गो 2 ट्याङ्गो 3 भनेर उहाँले 100 सम्म भन्नुहुन्थ्यो। हामीसँग ओके टोके 5 वटा मात्रै थियो। कुरा हेर्नु, जंगलमा धुरु धुरु नर्सरीको बच्चो रुए जसरी रोको बिर्सिनु भो कि क्या हो? कि फेरि एकचोटि सम्झाऊ? युट्युबमै छ त भिडियो। त्यस्ता कुरा न, त्यो युट्युबमा भएको भिडियो म पत्याउँदिनँ, त्यो एआईले बनाएको। ल हेर त, तपाईँ त मेरी बासैको स्यालबुडो जस्तो हुनु भएको छ आजकल। तपाईँ पनि राजनीतिमा त्यो विजय साई जस्तो हुनुभएको छ। तपाईँका कुरा कहिले पत्याउनै सकिँदैन। तपाईँ त झन् राजनीतिको अनमोल केसी जस्तो हुनु भएको छ। ब्रान्डिङ त छ तर कला छैन। ठिक छ अहिले पेल्नु नि। तपाईँ पनि हेर्दै जानु, अर्कोचोटि कुन ठाउँबाट चुनाव लड्नु हुँदै यहाँबाट लड्छु भनेर देखाउँछु। यहाँबाट लड्छु भनेर देखाउनकै लागि देश दौडमा जाँदैछु, हेर्नु होला। म त लड्छु, तपाईँ त भर्याङबाट लड्ने पनि सम्भावना छैन। हेर्दै जाउँ पटमर्गल के हो। पढ्ने मान्छे चुप लाएर बस्छ, नपढ्ने पटमुर्ग बौलाई बस्छ। छोराछोरी पढेर यस्ता हुन्छन् भने त बरु टिकटकर बनाउँदा राम्रो। ठिक छ, बनाउनु। रमाइलो भइरहेको छ नि त इन्टरभ्यू। अब अर्को सेगमेन्टतिर लाग्नुपर्छ हामी, किनभने यहाँ धेरै बहस चल्न थाल्यो। मेरो कार्यक्रमको अर्को सेगमेन्ट रहेको छ पाप सङ्कट। उसो त मैले अरू बेला यो सङ्कटको नाम धर्म सङ्कट राख्ने गरेको छु, तर आज 2 व्यक्तित्वहरू आएको कारणले गर्दाखेरि मेरो कार्यक्रमको सेगमेन्ट नाम चेन्ज भएर पाप सङ्कटमा गर्लमै झरो। ल है त, यो सेगमेन्ट चाहिँ तपाईहरुले 2 जनामा 1 जना छान्नु पर्ने हुन्छ। सुरुमा म तपाईहरुलाई केही तस्बिर देखाउँछु, त्यसपछि तपाईहरुले छान्नु पर्ने हुन्छ है त। ल भन्नुस्, ब्रिटेन के जीवन? म त ब्रिटेन, हङकङ र लन्डन दिन जान्छु। चलपल चाहे भने लाउन सक्छु 2 लाखको चप्पल। गर्नु छैन घमण्ड, मलाई पार्नु छैन नक्कल। पारादिन मुला चाहिन्छ मुला, भाग्यमानी खपर। हामी यस्तै त हो नि ब्रो।